आदरणीय दर्शकबिनहरू, म तपाईलाई यो रुद्राक्षको फुलको बनावट भइरहेको भिडियो देखाउँदैछु। हेर्नुला, हेर्न सकिन्छ फुलको बनावट यसरी बन्छ। र रुद्राक्ष एक अमूल्य वस्तु पनि हो र रुद्राक्ष राम्रो तरिकाले अत्यन्तै ठुल्ठुलो मुखी एकमुखीहरू फलाउन सकियो भने एउटा सिङ्गो समुदायको भलो र सिङ्गो गाउँको भलो गर्ने गर्दछ। र तपाईँलाई भिडियो मैले राखेँ, भिडियो मन पराउनु भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। आदरणीय मित्रहरू भन्दै बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।